सबहक यूट्यूब चैनल न्यू मैथिली हंगामा सब्सक्राइब करू बेल में जाकर क्लिक करू। तपाईहरु पढ्नुहुन्छ, काम गर्नुहुन्छ, जब गर्नुहुन्छ, पढ्दैछु, संगीत पढ्दैछु अनि मलाई पनि तपाईहरुसँग भेटेर एकदमै ऊर्जा मिल्छ। सायद तपाईहरुलाई पनि मसँग भेटेर ऊर्जा मिल्छ होला। आज एकदम रमाइलो गरौँ। कति साथीहरुको एक्जाम होला अब 2-4 दिन पछाडि अनि भोलिबाट तपाईहरु पढ्न लाग्नुहोस् एकदमै फ्रेश माइन्ड लिएर। तर आज चाहिँ तपाईहरु चुप नलाग्नुहोस्, एकदम इन्जोय गर्ने सोच अनुरूप आफूलाई एकदम खोएर आउनु होला। सो रेडी गाइज, तयार हो? एकचोटि आवाज दिनुस् त। रेडी? ओके। बेहोसी पछि त होसमा आउँदा यताको साथीहरुले क्या दामी भयो है। बेहोसी पछि त होसमा आउँदा ओके, यता पनि रेडी छ। अब यो बिचको साथीलाई सोध्छु है। सो तपाईहरु रेडी हो? ओके। बेहोसी पछि त होसमा आउँदा यता पनि ठिक छ है। अब यो साथीहरुलाई अँध्यारो छ, मैले देखेको छुइनँ, तर तपाईहरुलाई सोध्न चाहन्छु। आर यु रेडी गाइज? ओके। बेहोसी पछि त होसमा आउँदा ओके। मेरो राइट साइड, मेरो लेफ्ट साइड अनि मिड पोइन्ट सबै ट्युनिङ छ। सो अब राजविराजको एकदमै मिठो अनि लाउड आवाजमा तपाईहरुले 2 टाइम्स मलाई रिप्लाई गर्नुपर्छ। सो सबैजना तयार हो? ओके। बेहोसी पछि त होसमा आउँदा यो शिव परियार राजविराज आउँदा ओके। आजको माहौललाई म क्या दामी बनाउने कोसिस गर्दैछु। 2067 सालमा हिट भएको गाना हो यो। त्यतिखेर युट्युब आएको थिएन, रेडियो र टेलिभिजनको माध्यमबाट सिङ्गरहरू हिट हुने जमाना थियो। त्यो टाइममा हिट भएको सङ्ग्स हो। सो लेट्स इन्जोय। आदरणीय दाई राजेन्द्र थापा दाईको शब्द अनि चण्डी प्रसाद काफुजीको सङ्गीतमा मेरो 4th एल्बम क्या दामीबाट टाइटल ट्र्याक क्या दामी हो। लेट्स इन्जोय प्लिज। सबैको हात माथि हुनुपर्छ है प्लिज। यताको साथीहरु प्लिज। कम अन गाइस। बेहोसी पछि त होसमा आउँदा क्या दामी हो। बेहोसी पछि त होसमा आउँदा क्या दामी हो। बेहोसी पछि केही रिलेसन छ कि हुने खालको त्यो खालको दृष्टि सोचले हेर्ने गरिन्छ। त्यस्तै खालको सोच यसमा राखेको छ। शिव ट्र्याक्स फोल्डरमा होला। सो अबको लागि म लेटेस्ट नम्बर राख्न चाहन्छु। आशिष चौधरीको सङ्गीत हो, नारद भिजुजीको लिरिक्समा यो गाना र पिलाएर साथीले रिमिक्स भर्सनमा हामी फेरि डान्स गर्नेछौँ। अब 1-2 नम्बरहरू मेरो पहिलाको हिट नम्बरहरू सुनाउँछु। सो लेट्स इन्जोय हल्ला हल्लामे माया बस्यो प्लिज। भर्सनमा सुनाउनेछु। सो निहारिका लक्ष्मी साईजीको लिरिक्स हो, तारा प्रकाश निम्बुजीको सङ्गीत। मेरो रिलिज भइसकेको 10औं एल्बम, 10th एल्बम पिउँदिन भन्दा भन्दै पिलायो साथीले। अनि केटीले रिप्लाई के गर्नु, केटीको तर्फबाट के आउँछ थाहा छ? थाहा छ साथीहरू? प्राय सबैलाई एउटै आउँछ होला। तपाईँको हेर्ने नजरै राम्रो। यो टाइपको रिप्लाई आउँछ। ओ थ्याङ्क यू।
भन्दैन कि तपाईँको केटीले पनि प्रशंसा गरे हुन्छ केटाको तपाईँको हेर्ने नजर राम्रो भनेर त्यस्तै खालको थिममा त्यो एपिरियन्स भयो गीत लेखिएको छ तिमी साँच्चै राम्री हौ कि मेरो आँखाको ए दोष डार्लिङ तिमी साँच्चै राम्री हौ कि मेरो जोवनको ए जोस डार्लिङ तिमी एक बार आँखा झिम्काउँदा उठ्छ मेरो होस तिमी साँच्चै राम्रै हौ कि मेरो आँखाको दोष डार्लिङ तिमी साँच्चै राम्रै हौ कि मेरो जोवनको जोस डार्लिङ यो गीतको शब्द मैले किन भनेको भने अन्तरामा यसको शब्दको विशेष महत्त्व छ एकदमै ध्यान दिएर सुन्नु होला मैले यो गीत रेकर्डिङ गर्ने बेलामा मैले गाएँ लचक 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 लचकेको कमर त्यसपछि मलाई सङ्गीतकारले रोक्नु भयो शिव भाइ यो प्रोनाउन्सिएसन मिलेन कमर होइन भन्नुभयो मैले भने किन कमर होइन भाइ उहाँले के भन्नुभयो भने जब केटी मान्छेको कमर साभिकले हल्लिन्छ अथवा साभिकले लच्किन्छ त्यतिखेर साभिकले हल्लिन्छ त्यति बेला चाहिँ कमरलाई कमरै भन्ने गरिन्छ शिव भाइ तर यो गीत साभिकको लच्किने कमरको लागि होइन यो गीतमा यस्तो खालको कमर लच्किन्छ कि मान्छेको दिमाग दिल खराब हुन्छ त्यो भएर यो गीतमा कमरको प्रोनाउन्सिएसन चाहिँ यसरी गर्नुहोस् भनेर सिकाउनु भयो त्यसपछि मैले उहाँले सिकाएको प्रोनाउन्सिएसन गरेको छु डार्लिङ भाइ शिव परियार भनेर तपाईँले भिडियो हेर्न सक्नुहुन्छ लचक 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 लचकेको कमरलाई चाहिँ कोमर अरे सो यो गीतमा राख्न चाहन्छु आशिष अभिनयजीको सङ्गीत हो अनि देवल भण्डारीजीको लिरिक्स हो भीमपेती गाइज र सुमी मुक्तानजीलाई फिचरिङ गरिएको छ हामीले हिजो रिलिज भएको एकदमै राम्रो भ्यू छ तपाईँहरूले पनि डाउनलोड गर्न सक्नुहुन्छ सोलेस इन्जोय तिमी साँच्चै राम्रै छौ आजको अरूको नम्बर प्लिज ओके अर्को फोटोमा छ तिमी साँच्चै राम्रो छौ हेर न एकचोटि सबैजना ह्यान्डसप गरेर हेर्नु न बाबु यो मोनिटर चाहिँ ठुलो खोला न अलिक ठुलो खोला न तिमी साँच्चै राम्रै हौ कि मेरो आँखाको जोस डार्लिङ तिमी साँच्चै राम्रै हौ कि मेरो जोवनको जोस डार्लिङ कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ यस्तो गीतहरू मैले आफ्नै सङ्गीतमा नेपाली सङ्गीतमा प्रेजेन्ट गरेको थिएँ सो यो गीत पनि मैले सङ्गीत गरेको छु अबको लागि राख्न चाहन्छु मेरो 11औं एल्बमको लागि तयार गरिएको लभ सङ्ग हो मायादेव तपाईँहरूको लागि लेट्स एन्जॉय प्लिज सबैको हात माथि एकचोटि मन पर्यो शिवलाई पार्वती 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 सबै पार्वतीहरूको लागि है यो चाहिँ स्पेसली यो सत्ययुगको शिवजीको तर्फबाट सत्ययुगको पार्वतीको लागि होइन कि कलियुगको शिवबाट कलियुगको पार्वतीहरूको लागि यो गीत राख्न चाहन्छु राजन राज आदरणीय दाई राजेन्द्र राज शिवाकोटी दाईको लिरिक्स र कम्पोजमा मेरो 11th एल्बम शिवालयका लागि बनाइएको अर्को नम्बर राख्न चाहन्छु लेट्स एन्जॉय पार्वती प्लिज
पार्वती 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 पार्वती